हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईँलाई धेरै धेरै स्वागत छ मेरो अर्को भ्लगमा। सो म चाहिँ सिधै उठेर किचनमा आएको छु किनकि मलाई ब्रेकफास्टको प्रिपेयर गर्नु थियो एन्ड आज स्याटरडे हो, त्यही लागि अलिक छिटो जानुपर्ने हुन्छ। सो मैले लन्चको पनि प्रिपेयर गरेँ होइन। सो मेरो चाहिँ सेकेन्ड सिफ्ट नै थियो अनि हाम्रो पूजा डार्लिङ पनि आउनुभएको छ। उहाँको चाहिँ फर्स्ट सिफ्ट हो 10 बजी नै। अनि म चाहिँ ब्रेकफास्ट र लन्चको छैन फाटेको फाटेको उठ्न मन लाग्दैन त बिहान त यस्तो बेला लिएर मिठो निद्रा लाग्दैन त्यो पनि एन्ड आज चाहिँ स्याटरडे हो त्यसैले म चाहिँ उठेर छिटो उठेर अहिले 9 बजी 9:30 भयो होला। अब चाहिँ रोटी बनाउँछु, खाजासित खुवाएर पठाउनुपर्छ। अनि दादालाई म चाहिँ लास्टमा जान्छौँ 11 बजी। अनि स्याटरडे हो, स्याटरडे सन्डे चाहिँ 11 बजी हुन्छ। अहिले चाहिँ अब सबैले अनि यहाँ मेरो प्रिपेयर भइसकेको छ अलमोस्ट होइन। अनि अब चाहिँ म रोटी बनाउनु स्टार्ट गर्छु। अनि म चाहिँ अब रोटी बनाउनुतिर लागेको छु। भोइस किन गरेको भन्दाखेरि चाहिँ म चाहिँ भजन सुन्दै गाना सुन्दै काम गर्दै थियो, धेरै कपिराइट लाग्छ भने चाहिँ भोइस गरेको होइन। सो यसमा चाहिँ हल्का मैले भोल्युम दिएको चाहिँ आई डोन्ट नो कपिराइट लाग्छ कि के हुन्छ होइन। सो यस्तै हो मेरो अपडेट चाहिँ। अब मर्निङमा उठेर समटाइम बनाउँछु ब्रेकफास्ट, कोही बेला बनाउँदिनँ अल्छी लागेको बेला। स्याटरडे सन्डे चाहिँ अब कोही बेला क्राउड हुन्छ, त्यही भएर लन्च खाने टाइम पनि पाउँदैन, त्यही लागि चाहिँ ब्रेकफास्ट खाएर जानुपर्छ होइन। सो त्यही पनि समटाइम बनाउँदिनँ होइन। अल्छी लाग्छ, उठ्नु नै अल्छी लाग्छ, कति धेरै चाहिँ सुत्ने भएको छु। अनि हाम्रो बाइदोश्री फेरि आउनुभएको छ, उहाँ चाहिँ रेडी भएर उसलाई चाहिँ मैले आफै खाजा पस्केर खाऊ भने होइन। अनि दादाको लागि चाहिँ मैले प्रिपेयर गर्दै थिएँ अनि म पनि खाएर जान्छु भनेर। ऊ चाहिँ 10 बजी नै जान्छ, त्यही लागि ऊ चाहिँ खाजासाजा खाएर जान्छ। सो हाम्रो चाहिँ यस्तो छ होइन परदेशको लाइफ। अब मर्निङमा उठ्यो, खानासाना बनायो, गयो, फेरि ड्युटी गयो, फेरि आयो, खानासाना खायो, सुत्यो, त्यस्तै हो परदेशको लाइफ। एक लगाउने होइन, घरमा भए पो यताउति भन्यो, ध्यान भन्यो। त्यसपछि मैले लन्चको लागि पनि सब्जी पकाउन थालेँ होइन। आज सब्जीमा चाहिँ मेरो चाना आलु मात्रै थियो किनकि भ्याउँदिनँ, त्यही लागि एउटा मात्रै सब्जी बनाएर लगेको होइन। अलरेडी 10:30 भइसकेको थियो होइन। मलाई चाहिँ 11 बजी जानुपर्ने हुन्छ। सो मैले चाहिँ आफ्नै भ्लग हेर्दै खाना बनाउँदै थिएँ होइन। आफ्नो भिडियो हेर्दै खाना बनाउनु त कति खुसी लाग्दो रहेछ, कति प्राउड फिल भएको मलाई त राम्रो लाग्दो रहेछ आफ्नो भ्लग हेर्दै। मैले चाहिँ सलनको फोनमा भिडियो हेरेको, फेरि मेरो अर्को फोन छैन नि गाइस, मेरो पुरानै फोनमा म भ्लग बनाउँदैछु स्टिल। फेरि किन्नुपर्छ बिस्तारै बिस्तारै, सबै त गर्नुपर्छ बिस्तारै बिस्तारै, जस्ट पेसेन्ट हुनुपर्छ अरे। लेकिन मसँग चाहिँ छैन। मैले खाजाहरू पनि दिइसकेँ, पूजा पनि गइसकिसक्यो। आई थिङ्क दादा पनि जानुभएको थियो होला। एन्ड अब मेरो टर्न होइन खाजा खाने। मैले चाहिँ सुक्खा रोटी अनि गाखिरको चिया बनाएको थिएँ होइन। सो गाखिरको चिया चाहिँ एकदम मिठो भएको थियो, मलाई चाहिँ स्विट एकदमै मनपर्छ है। एन्ड गाइस नेभर माइन्ड ब्याकग्राउन्डदेखि कुकुर बोकेको साउन्ड आउँदैछ। मेरो चाहिँ अब कामहरू खतम भयो होइन। अब चाहिँ रेडी हुनु चाहिँ बाँकी छ होइन। आज स्याटरडे पहिला चाहिँ बन्नु परिहाल्नु पऱ्यो। अहिले हामीलाई ढक 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 पार्छ हो, बिहानै आएर नि निन्दा डिस्टर्ब गरिदिन्छ। घर खिड्कीमा ढक ढक पार्छ, पानी पनि दिँदैन 1-2 हप्तासम्म हो। पैसा चाहिँ लिन्छ फेरि पुरै 2000 लिन्छ हो, 1-2 रुपियाँ पनि कम गराउँदैन। सो गाइस अब चाहिँ म रेडी हुन्छ नि। यु क्यान सी दिस माई प्लान्ट, इट्स एलोभेरा एन्ड मनी प्लान्ट। कति सानो थियो होइन, मैले पानी लगाएर यतिसम्म जगाएको छु। एन्ड अझै एउटा बोक्नु छ है त्यही इङ्ग्लिस चाहिँ नि। यो पनि हो मेरो मनी प्लान्ट गाइस। त्यो चाहिँ पर्दा होइन कि, त्यो चाहिँ मेरो लुङ्गी हो। पर्दा नभएर त्यो लगाएको थिएँ, किनेको पनि छैन होइन। किन्नुपर्छ बिस्तारै बिस्तारै। सो हेर्नु सक्नुहुन्छ मेरो मनी प्लान्ट। एन्ड अब चाहिँ म रेडी हुन्छु होइन। ब्ल्याक डे डोन्ट फर्गेट इट भनिरहेको हुन्छ ग्रुपमा हो, नबिर्सिनु भन्छ। आज चाहिँ कालो लुगा लाउनु चाहिँ एकदम नबिर्सिनु भन्छ। स्याटरडे सन्डे चाहिँ एकदम मेसेज चाहिँ गर्नैपर्छ ग्रुपमा सरले त्यसो भनेर हो। सो दिस इज माई ब्ल्याक ड्रेस एन्ड अब चाहिँ म रेडी हुन्छु होइन। सो गाइस एक दिन म मेरो हाम्रो रुमको टुर दिन्छु एन्ड सलनको पनि एक दिन टुर दिन्छु। एन्ड लेट्स गेट स्टार्टेड। अब चाहिँ मैले भ्लग स्टार्ट गरेको होइन गाइस, तपाईँहरूको साथ सपोर्ट दिनु होला। अब किन भन्दाखेरि चाहिँ नि यस्तो हो, पहिला चाहिँ अब मैले टाइमै म्यानेज गर्नु सकिनँ। मैले भनिहालेँ नि अस्ति भ्लगमा, टाइमै म्यानेज गर्नु सक्दिनँ किनकि
के भन्छ अब त्यस्तो होइन काम के भन्नुहुन्छ छा अनि टाइमै म्यानेज गर्नु सकिँदैन होइन खाना बनाए उठ्नु आजकल त महाकुम्भ गर्ने भएको छु एक त होइन यति धेरै सुत्ने भएको छु त्यही पनि उठेर काम चाहिँ गर्छु होइन एकपल्ट उठिसकेपछि चाहिँ म अब काम चाहिँ प्रपरली गरिहाल्छु बट सुतेको बेलामा कसैले उठाएर कसैले फोन गर्यो भने चाहिँ मेरो यस्तो धेरै पारा तातिन्छ कि त्यतिखेर चाहिँ नि अब लिम्बुनीको रिस भन्छ नि अब त्यो भन्दा पनि खतरा राई लिम्बू सब मिक्स भएर कोकटेल भएर आउँछ त्यतिखेर चाहिँ त्यस्तो रिस उठ्छ तर सुतेको बेलामा उठायो लेकिन आफ्नो टाइममा करेक्ट म 9 बजी उठ्छु समटाइम 10 बजी उठ्छु कति छिटो उठ्छु है हेट इङ्ग्लिस चाहिँ नि नजानेर यस्तो दुःख पाएको तर यस एक दिन म पर्फेक्ट इङ्ग्लिस बोल्ने हुन्छु एन्ड आई हेभ अ फुल कन्फिडेन्स एन्ड यस आई अल्सो डु भयो कि भएन तर कहाँबाट कहाँ पुग्यो होला है ल्याङ्ग्वेज के भन्छ हाँस्छ होला बट आई ट्राई माई बेस्ट राइट मतलब कोसिस गर्नु अरे के मान्छे भएर अझ कोसिस गरेर म यहाँ छु कोसिस गरेको भए त पढ्दै गरेको हुन्थ्यो होला हो कोसिसै गरिनँ हेट छोरा यस्तो गफहरू होइन जे हुनुहुन्थ्यो राम्रोको लागि पनि भयो सो आज म कमाइरहेको छु आफूले सक्दो आफैमा डिपेन्ड भइरहेको छु अरूमा भएको छैन त्यही मेरो लागि ठुलो कुरा हो होइन अब म रेडी हुन्छु 1 2 3 ओह जुत्ता सिधै लगाएर जान्छु म होइन सो आउटफिट अफ द डे ब्ल्याक डे होइन कालो पेन्ट कालो टी-शर्ट ब्ल्याक एन्ड व्हाइट मोजा पनि व्हाइट आई एम सो गेटिङ लेट मेरो लिप बाम एन्ड यो मोइस्चराइजर क्रिम होइन भ्यासलिन कोको जेल ग्लो त फेसमा खासै आउनु त होइन हो सो यस गाइस I'm almost done. यो चाहिँ सनस्क्रिन हैन यो अलि कभर गर्नुको सो यो चाहिँ सनस्क्रिन एन्ड रेडी भयो सो बाइ गाइस थ्यांक यू फर वाचिङ हैन सबै राम्ररी बस्नु होला हैन सो बाइ आई एम सो गेटिङ लेट कति टाइम भन्न सक्छु म लेट भयो भनेर सो बाइ फाइनली बाइ